नमस्ते, वेलकम टु माई युट्युब च्यानल नवीन डान्ड एन्ड भ्लगमा फेरि पनि स्वागत छ। आजको यस भ्लग मिनी भ्लग के छ भने अर्ग्यानिक फ्रीमा पाइने खोलामा फ्रीमा पाइने ल्याउनाको बारेमा आज हामी भिडियो बनाउँदैछौँ। र यसको सब्जी कस्तो अब खाएपछि थाहा हुन्छ। सब्जी एकदम मिठो हुन्छ हैन, सब्जी एकदम मिठो हुन्छ। ल्याउनु भनेको होइन यस्तो हुन्छ होइन, ल्याउनु होइन, यो ल्याउनु भन्छ, यो हाम्रो भाषामा ल्याउनु भन्छ। खै भिन्न फरक भाषामा फरक शैली होला। यसको सब्जी खाइन्छ गाइज होइन। अब यो कहाँ पाइन्छ र यो कसरी हुन्छ भन्ने पनि प्रकट भन्न चाहन्छु। यो भनेको एउटा खोला रोडा होइन, खोलाको छेउछेउमा झाड जङ्गलमा होइरहन्छ। यो एउटा होइरहन्छ होइन, पानी हुने ठाउँमा बढी हुन्छ यो सायद होइन। यो अब मैले छोटो ल्याउनाहरू पनि टिपिसकेको छु गाइज, टिपिसकेको छु। र म कहाँ छु र कसरी के गर्दैछु भन्ने पनि यस भ्लगमा भन्न चाहन्छु। अब यसको सब्जी खाने हो होइन, अब सब्जी खाने हो यसको त्यही हो। अब मैले यस्तै गाउँघरका होइन अर्ग्यानिक चिजहरूलाई देखाउने गरिरहेको छु क्या मेरो युट्युब च्यानल मार्फत। मेरो अर्ग्यानिक चिजहरूलाई मैले कसरी प्रस्तुत गर्ने र कसरी कुन शैलीमा भन्ने पनि यस्ताहरू मैले देखाएको होइन। यस्तै बारेमा म भिडियो बनाइरहन्छु क्या सायद होइन, यस्तै बारेमा भिडियो बनाइरहन्छु। र आज हामी कुरा गर्नेछौँ ल्याउना। ल्याउना भनेको कस्तो हुन्छ भने, ल्याउना भनेको यस्तो हुन्छ होइन, यस्तो ल्याउना भनेको अब यस्तो हुन्छ होइन, यस्तो हुन्छ ल्याउना भनेको। यसैमा भनेको के मैले यसमा मैले गाडिसकेँ होइन, साना बोटाहरू छन्, यसरी बन्छ क्या ल्याउना होइन। अब ल्याउना बन्ने भनेको यही हो कि देख्नु सिकाइन्छ होइन। यो ल्याउना भनेको यस्तो ठाउँमा हुन्छ होइन, टिप्ने होइन, टिप्ने हो। ल्याउनाको मैले टिपिसक्यो होइन। यस्तो छ अब कस्तो हुन्छ भने हामी तपाईँहरूलाई देखाउन चाहन्छु होइन। अब यो भनेको मैले भने खोला रोडाको जङ्गलको छेउमा हुन्छ र यो पानी भएको ठाउँमा हुन्छ। ल्याउनाको बोट यस्तो हुन्छ क्या गाइज होइन, ल्याउनाको बोट यस्तो हुन्छ क्या। यो पनि यसमा पनि लगाएको अरे ल्याउना गाइज होइन। यस्तो सिम्पलले गाइज ल्याउना हो, यसरी काट्नुपर्छ होइन। यस्तो हुन्छ। यसलाई धोएर यो छ नि यो कालो यो सब हवलले चाहिँ यसलाई धोएर वाक्क पारेर होइन, काटी कुटी प्याजको भुटानी हालेर चट्ट किसिमले खाइने हो, खाइन्छ होइन। अब गाउँघरतिर यस्तै हो, अर्ग्यानिक माल फ्री माल भन्छौँ हामी त। अब नेपालमा नभएको होइन, म त भन्छु होइन, हाम्रो देशमा नभएको होइन। हाम्रो देशमा जङ्गल हुन्छ होइन, लड्नलाई पनि डर हुन्छ, पानी हुन्छ होइन खोलातिर। अब यस्तै हुन्छ कि ल्याउना देख्नुहोस् गाइज, देख्नुहोस् होइन। ल्याउनाहरू फाइनली अब मलाई खानुहोस् भनेर टक आइसक्यो होइन ल्याउनाहरू। अब ल्याउना भनेको यही हो होइन, यही हो, यो भयो होइन। फ्रीको ल्याउना हो भाइ होइन, फ्रीको ल्याउना हो। देख्नुहोस् पर्नु वा माइ गॉड क्या बडा है उधर। ल्याउनाको सागसब्जी खाने भाइ, ल्याउनाको सागसब्जी खाने हो हामी होइन। ओ माई गॉड क्या दाल है यार, इधर देखो है ल्याउना। हेरौँ न हेरौँ हो, यस्तो हुन्छ ल्याउना है गाइज, यस्तो हुन्छ। यसलाई धोएर खाइन्छ है। अबको साग भनेको यस्तो हुन्छ क्या हाम्रो होइन, ल्याउनाको साग टक्क प्याजको भुटानी होइन टक्क हालेर टक्क हामी खानेछौँ हो। अब यस्तो हुन्छ क्या, यस्तो होइन, यस्तो हुन्छ क्या। अनि यो झाडलाई टक्क घरमा गएर टक्क तातो पानी उमालेर तातो पानीमा खल्काएर आफै फल्किन्छ। यस्तो हुन्छ यो, हामी चल्दिन्छौँ। अनि त्यहाँ यसलाई काटे पनि हुन्छ। अनि मसला पिस्नेमा कुटेर
बनाउनु पनि निकै खतरनाक सब्जी हुन्छ र मिठो पनि हुन्छ र यो कुन सिजनमा हुन्छ भने बर्खाको सिजनमा हुन्छ होइन बर्खाको सिजनमा यो हुन्छ खोला गएको ठाउँमा होइन यसको अब भनेको त्यही हो सब्जी एकदम मिठो हुन्छ होइन अब लिउना हो यो लिउनाको सब्जी एकदम मिठो हुन्छ गाइज होइन